हेलो गाइस, ल त हेर्नुस् मेरो हातमा यो मोबाइल कस्तो डिफ्रेन्ट छ नि अलिकति। एक्चुअली मोबाइल हैन, यो वायरलेस हो। यो रेडियो फ्रिक्वेन्सीमा काम गर्छ। सबैको आफ्नो आफ्नो रेन्ज हुन्छ, कति कति किलोमिटरसम्म चल्ने। वकी टकी पनि भनिन्छ यसलाई। ल त आज देखाउँछु मैले तपाईलाई यसलाई, यसको ब्याट्री कसरी चेन्ज हुन्छ अनि यसमा कसरी च्यानल सेट गरिन्छ। हेर्नुस्, यो पछाडि यसको ब्याट्री हो। यहाँबाट अफ गरेर यस्तो निकाल्ने मिल्छ। यसमा कोही सिम जान्न, यो डाइरेक्ट रेडियोको थ्रु चल्छ। यो लाग्यो अनि यहाँबाट यसको अन अफ हुन्छ। हेर्नुस् यसरी यो अन भयो, यसरी अन हुन्छ। यसले भोल्युम अप डाउन हुन्छ अनि यसले च्यानल चेन्ज हुन्छ। कुन च्यानलमा कुरा अन गर्ने हो त्यो यसले डिसाइड हुन्छ। यसको फ्रिक्वेन्सी एन्टिना जसले रेडियो वेव्स अगाडि पठाउँछ। हेर्नुस् अति सानो, बट जहाँ मोबाइलको नेटवर्कले काम गर्दैन त्यहाँ यस्तो चिजहरू धेरै उपयोगी हुन्छ। धेरै त त्यही हो, गभर्नमेन्ट अफिसियलहरूले युज गर्छन् यो धेरै। अनि जहाँ रिमोट लोकेसन हुन्छ, रिमोट एरिया जहाँ नेटवर्क हुँदैन, त्यहाँ त्यो ठाउँमा यस्तो इस्तेमाल हुन्छ।